हेलो साथीहरू, नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ सङ्गीता पाण्डे। यो चाहिँ मेरो सेकेन्ड भिडियो युट्युब च्यानलमा। मैले चाहिँ यहाँ बासमती राइस। हेलो साथीहरू, नमस्कार सबैजनालाई। आज चाहिँ म तपाईँहरूलाई कसरी सेलरोटी बनाउँछु नेपाली ट्रेडिसनल भनेर म तपाईँलाई देखाउन चाहदैछु। मैले चाहिँ यहाँ जस्मिन चामल सानो कपको 2 कप भिजाउन लाग्दैछु। यसमा म मेथी हालेर भिजाउँछु आज रातभरि। यहाँ चाहिँ 1 रात भिजाइसकेको छु। मसिनो र खस्रो पारेर पिस्नेछु। अब देख्न सक्नुहुन्छ मैले भिजाइसकेको छु। यो कपको 2 कप। अब यसलाई रातभरि राख्नेछु। यतिको पार्नुपर्छ। एक लट चाहिँ मैले मसिनो पारेर पिसेछु। अब 1 लट चाहिँ खस्रो पार्छु। त्यसो भए पछाडि काँडा बस्छ रोटीमा। यहाँ चिनी राखिसकेको छु। स्वाद अनुसार तपाईँले राख्न सक्नुहुन्छ कतिको खानुहुन्छ। यहाँ चाहिँ मैले 2 चम्चा चाहिँ ठुलो चम्चाको घिउ राख्दैछु। 1 चम्चा, 2 चम्चा, अब यसलाई मजाले हातले मुस्ने हो अनि फ्रिजमा राख्ने हो 5-6 घन्टा जति चाहिँ। अलिक पातला पातला भए जस्तो पनि तपाईँले मैदा हाल्न सक्नुहुन्छ। यहाँ अलिक पातला भए जस्तो छ पिठो। मैदा चाहिँ हालिनँ, तर अलिकति चामलको पिठो हाले। देख्न सक्नुहुन्छ। अब मुसेर म फ्रिजमा राख्नेछु 5-6 घन्टाको लागि। पिठो चाहिँ मजाले मुसेर यतिको ब्याटर बनाइसकेको छ। अब चाहिँ म फ्रिजमा राख्नु आँट्दैछु अनि निकालेर रोटी पोलेको पनि तपाईँलाई देखाउने छु। यहाँ चाहिँ मैले के हालेको छु भने त्यही रातभरि भिजाएको जस्मिन चामल र मेथी अनि घिउ, चिनी, यति नै हो। अलिकति मैले त्यो फाल्टो पिसेकै पिठो मिसाएको छु। चामलको पनि अलिकति पातलो भयो जस्तो भएर 5-6 घन्टाको लागि फ्रिजमा छोपेर राख्दैछु। अब यो चाहिँ सब्जीको लागि हो। त्यहाँ चिकपिस छ। यहाँ चाहिँ रोटीको ब्याटर भइसकेको छ। म बाहिर लगेर पकाउन आँट्दैछु। म देखाउँछु तपाईँहरूलाई कस्तो हुन्छ रोटी काँडेदार। रोटीको लागि चाहिँ तेल तातिँदैछ। यहाँ ब्याटर रोटी चाहिँ मजाले भुलिरहेछ काँडाबाट। सक्नुहुन्छ दामी भएर रोटी फुलेको छ। म चाहिँ हातले बनाएको हो यो रोटी। गोलो पनि छ, काँडेदार बनेको छ। अब चाहिँ सक्यो। रोटी चाहिँ देख्न सक्नुहुन्छ काँडेदार बनेको छ कति मजाले। हातमा पनि देखाइदिन सक्छु। एकदमै नरम बनेको छ। एकदमै काँडेदार बनेको छ रोटी। सब्जी पनि बनाउँछु। त्यसको लागि चाहिँ सोया नगेट्सलाई फ्राई गर्दैछु। यहाँ चाहिँ मैले सोया नगेट्स, सेतो चना, आलु, स्वाद अनुसार नुन, बेसार राखिसकेको छु। अब अदुवा र लसुन अनि टमाटर हाल्नेछु अनि प्याज। भेजीको सब्जी पनि रेडी भइसकेको छ। ग्रेभी तरिकाको रोटी र तरकारी चाहिँ एकदमै राम्रो बनिएको छ। यो चाहिँ फाइनल लुक हो रोटी बनाएको। आज मैले रोटी, सब्जी, अचार छ। देख्न सक्नुहुन्छ।